दर्शकबिन नेपाल ए क्रिकेट टिमले शानदार प्रदर्शन गर्दै लगातार ह्याट्रिक जित निकालेको छ। लगातार नेपाल ए टिमले युएसए स्कटल्यान्डसँग लगातार तेस्रो जित निकालेको हो। ए टिमले शानदार प्रदर्शन गरेको छ। ईशान पाण्डे, देव खनाल, पवन श्राफ, मयन यादव जस्ता खेलाडीले शानदार प्रदर्शन गर्दै आएका छन्। नेपाल ए टिममा शानदार लयमा भएका ईशान पाण्डेले भने नेपाल क्रिकेट टिममा स्थान पाएका छन्। करिब 7 वर्षपछि राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। आइसिसी विश्वकप लिग 2 अन्तर्गत वैशाख 29 गतेदेखि नेपाल, युएसए र स्कटल्यान्डबीच त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले आफ्नो स्क्वाड टोली घोषणा गरेको छ। रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, अर्जुन कुमाल, भीम सार्की, ललित राजवंशी, विनोद भण्डारी र आसिफ शेखलाई स्क्वाडमा समावेश गरिएको छ। दर्शकबिन सामाजिक सञ्जालमा नेपाल क्रिकेट सङ्घ क्याम्पप्रति निकै आलोचना भइरहेको छ। कतिपय खेलाडीहरू लयमा छैनन् तर टिममा परेका छन्। के खेलाडी छनौटमा पनि राजनीति चलेकै हो त? फ्यान्सहरूले विभिन्न किसिमका टिका टिप्पणी गर्दै आएका छन्। दर्शकबिन उक्त स्क्वाड तपाईँलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला। र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब र भिडियोमा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शकबिन अहिलेलाई यति नै। धन्यवाद। नमस्कार।